बिहानदेखि बेलुकासम्म यतिले पारिँदैन हैन गल्छी नि हैन माछा यार यति हो भन्दा धेरै लगभग अरू चाहिँ केही भन्दैन साथी माछा यति नै अझै फाल्यो है हामीले माछा अनि यता उदिन्छ साथीले यसो डाडुमा आउँछ त्यहीबाट चुहेर झरे गर्दो रहेछ त अनि त्यसरी त कहाँ हुन्छ त कतिवटा झोला छ त्यो हिसाब गरेर झोला बनाऊ नपुगेको उ गरौँ घाटा लाग्छ साथी मुखमा पसेको छ निकाल्नुपर्छ है असला माछा चाहिँ नहुँदो रहेछ नि यता पुरै पाहाडमा मात्रै हो कि क्या हो यार माछा तर मरन चाहिँ मरेको साथी त्यतिमै हैन माछा त म लडेको यसलाई चिसो लाग्यो भुइँमा पनि झरेछ ए पछार्न भनेको सुक्रे पछाडेको त मलाई पछार्छु अहिले म कसरी अनि सिक्छस् के डर सिमेन्टमा डर छ के एउटा माछा ठुलो यस्तो प्लास्टिक यस्तो उगारेर सुरुमा टिपेको होला नि यो सानो तिनो नि सुरुमा भरे त वास्तै भरे त ए सबै गलेर पेदु भइहाल्यो अनि कसले माछा टिप्ने अनि ए यो त सुरुको नि कम्ती छ कता कता कसलाई कम भयो को नि है 1 2 3 4 5 6 त्यो हैन खन्ती त फेरि ठिकै छ साथमा त हाल्दिन्छ त ले कतिवटा छ 3 4 5 गनेर साथी राम्रो भाग्ला है घाटा नहोस् कसैले अरे 10 र 14 दुईवटा माछा त मरेकै हो नि हौ माछाला तेरो भाग लैजा ल तर अघि ठुलो लगाएको छ मलाई थाहा यो के अरे यो दुईटा जति त हामीले फाल्यौँ यार सबै पर त गयो खोलामा छोडियो हैन तेरो भाग दुई तीनटा लैजा न भनेको खोइ तेरो झोला यही छ खोइ कहाँ सबै भागै छ त एउटा त यहाँ पनि छ है यहाँनिर लगाएको छैन यहाँ मेरो दुईटा सानो ए भरे फेरि बोनस एउटा बेट बस अनि तीनटा गतिले एउटै लगिरहेको छ बोटको पनि सक्यो भने माछा डरो मरेको कमल खोला यहाँ पनि छ है उ त्यहाँ पानी देऊ न मलाई पानी झोलाको पानी खै झोलाको पानी झोलाको पानी खै झोलाको पानी ल साथी माछा मारियो भागमा पनि पर्यो यति भागमा पर्यो लगभग झन्डै 1 केजी त भन्न मिलेन आधी केजी चाहिँ मनकै परेछ है साथी यो भागमा ल भोलि चर्याम मकैबारी दर्याम भन्थ्यो चर्याम पार्ने बेला हो ल